गुड मर्निङ साथीहरू सबैजनालाई। आज चाहिँ हाम्रो चाहिँ यहाँ जोडले पानी परेको कारणले चाहिँ एकदम बिजोग भएको छ। म तपाईँलाई देखाउँछु है त। बारीको लागि त राम्रै हो पानी पर्नु चाहिँ, तर पानी पनि एकदमै जोडले पऱ्यो कि बेसरी नै पर्यो। पानी भन्दा पनि ठुलो चाहिँ हावा लाग्यो। हावा त यति ठुलो होइन, यति ठुलो होइन, आम्मामा मान्छे उडाउला जस्तो हावा आएको। हेर्नु त यहाँ कस्तो भएको छ, उडाउला जस्तो। अनि अर्को भनेको चाहिँ हाम्रो चाहिँ यहाँ नेट हेर्नु न, यहाँ हावाले नेट पनि उडायो, खम्बा पनि भाँच्यो। के साह्रो हावाको ल हेर्नु त, आलु जति त सबै यस्तो भइरहेछ। बिजोग छ, बिजोग बिजोग बिजोग। पानी पनि के साह्रो परेको, पानी भन्दा पनि हावा धेरै ठुलो लाग्यो के। त बिजोग भयो बिजोग। ल झन् सङ्गति जाउँ भनेर रेडी भएर तयारी भएको त पानी बेसरी पर्यो। आज शनिबारको दिनमा चर्च पनि जान सकेन। उता पार्थलीमा जानुपर्ने, पार्थलीमा फेरि गाडी नै चढेको छैन अरे। त्यो अस्तिनको असोज 12 गतेकोले नै सबै बाटो भत्केको थियो नि त। अनि अलिअलि रिमेक गरेको, अब त्यो रिमेक गरे पनि पानीले गर्दाखेरि चाहिँ अब त्यहाँ गाडीहरू नै नचढ्ने भएछ। त्यसै कारणले गर्दा चाहिँ आज हामी सङ्गति जान सकेनौँ। अब हामी घरमै सङ्गति गर्छौँ होला। ल हाम्रो यस्तो छ पानीको अवस्था, बिजोग छ। यसरी ढलेछ, ढालिदिएछ हावाले। ल अर्को त्यहाँ तल पनि ढालिदिएछ। ल हेर्नु त भने धन्न हामीले बेलैमा यो गोलभेडा बाँधेछ, न त सबै भाँचिन्थ्यो। नेट त मैले अघि नै हानिदिइसक्यो, खम्बा चाहिँ भाँच्यो के। त्यो येल्लो स्टिकर त वहाँ माथि माथि ल त्यो बेरेर हेर त्यहाँ, त्यो फेरि फुस्केछ। त्यो पनि यो पनि सरेछ अहिले त। मरेको भने चाहिँ अहिले राम्रो सरेछ। निकाल्नु पर्छ। आलुको बोट त सबै ढले ढले भएछ। ल गीत गाइदेऊ छोरो, गीत गाइदेऊ। आलुको बोट ढलेछ के भन्ने अब, कसरी गीत गाउँछ सफरले। म त त्यता नहिँड छोरो, त्यता चिप्ली भेन्डाको बोट छ, त्यता नहिँड, त्यताबाट नहिँड नि, यताबाट हिँड। ट्वाक्कै ट्वाक्कै। पानी त बन्द गरिदिनु पर्छ क्या होस्। माथि जानु लड्छ बिस्तारै नै, बिस्तारै। बिजोग बनाइदियो त यहाँ। ल तिम्रो घर चाहिँ अब पानीले बिगाऱ्यो। ल हिँड ल हिँड। पानीले असोज 12 को जस्तोको याद आयो मलाई त भाइ। हैट ल हिँड छोरा। के भएछ सफर? ल ल ल ल ल धन्नै लडेको सफर, धन्नै। त नजारा पानी परेपछि चाहिँ कस्तो राम्रो देखिने के भ्युजहरू चाहिँ है। ल हेर्नु है साथीहरू, पानी परेपछिको भ्यू चाहिँ राम्रो हरियो देख्ने। हरियो चाहिँ हरियो देख्ने हो, तर पानीले चाहिँ विनाश गर्ने, विनाश है। अब फेरि चराहरू आउनु थाल्यो भने पानी परेन भनेर होला लाग्यो जस्तो भयो। त्यहाँ हावाहुरीले पानीले भत्काएको चाहिँ हामीले अब यसलाई मर्मत गर्दैछौँ। खम्बा चाहिँ हामीले गाड्यो। सबै खन्ने चिज देखाइदेऊ।
बाहुबली ल ल ल ल टाउकोमा लाग्छ छोरो। बिहान चाहिँ कस्तो पानी हावा हुरी कालो भयो चाहिँ टलटल घाम लास्टै घाम यस्तो घाम कि अब यो घामले पोलेर यहाँ उद्धुम भइसक्यो। मर्मत गर्ने कार्यक्रम मृग छिर्छ मृगनी नयनले हेर्छ खतम पार्छ ऊ सफर छोरो त्यहाँ के गरिरहेछ कस्तो गर्छ मान्छेले छोरो जिम गर्दा त्यस्तो गर्छ रे जिम गरे हो छोरो त्यसरी अब यसलाई यसरी यसैसम्म त्यहाँ नआउन भित्र नआउन छोरो त्यो के किल्चिन्छ छोरो। साथीहरू हामीले बिहानको हावाहुरीले तहस नहस गरेको चाहिँ मिलाउन सफल भयौँ। पाल चाहिँ परिरहेछ त्यो भनेको चाहिँ अघि हावाले त्यो बानेको ठाउँ चाहिँ झ्वाट चुट्टाएर लगेकोले चाहिँ यो सबै पाल परेको छ त सिधायौँ हामीले।